प्रार्थना गर्ने मान्छेले शत्रुलाई पनि प्रेम गर्छ। प्रार्थना गर्ने मान्छेले आफूले भन्दा अरूलाई श्रेष्ठ ठान्छ। प्रार्थना गर्ने मान्छेले नि अरूलाई हेर्दै गर्दा नि उसको हृदय चाहिँ दया अनि करुणाले भरिन्छ। प्रभु यीशु ख्रीष्ट डाँडामा उक्लाउनुहुन्थ्यो अनि उहाँले भिडहरूलाई हेर्नुहुन्थ्यो अनि उहाँको हृदय चाहिँ दयाले भरिन्थ्यो अनि त्यो भिड चाहिँ गोठालो बिनाको भेडाहरू जस्तो थियो, किनभने यीशु ख्रीष्ट प्रार्थना गर्ने मान्छे हुनुहुन्थ्यो। प्रेइङ म्यान प्रेइङ वुमन चाहिँ फुल अफ लभ अनि कम्प्यासनले भरेको हुन्छ। प्रार्थना गर्ने आमा अनि प्रार्थना गर्ने मान्छे चाहिँ दया अनि करुणा अनि प्रेमले भरेको हुनुहुन्छ, किनभने प्रार्थना चाहिँ यीशु ख्रीष्ट हो। प्रार्थना चाहिँ यीशु ख्रीष्टको स्वभाव हो। अनि उहाँले आजको बेलुका पनि उहाँले प्रार्थना गर्दै हुनुहुन्छ, प्रार्थना गर्दै हुनुहुन्छ, प्रार्थना गर्दै हुनुहुन्छ, किन उहाँलाई थाहा छ प्रार्थना मात्रै एउटा वेदी हो जुन वेदीमा चाहिँ आगो खस्छ। तपाईँ हाम्रो आइडेन्टिटी चाहिँ प्रार्थनाको घर हो। मलाई उत्तर नदिनुहोस् कहिले तपाईँले नि 10 मिनट प्रार्थना गर्नुभयो हृदयबाट, कहिले तपाईँले आधी घन्टा प्रभुसँग बोल्नुभयो लास्ट टाइम, कहिले 1 घन्टा प्रभुसँग बोल्नुभयो लास्ट टाइम।